सिस मिल प्रेप त गर्छौ तर के खान्छौ दिनभरि लु हेरौँ त भन्नको लागि चाहिँ यो बेस्ट भिडियो हो अल्सो टु प्रमोट एन्ड इन्करेज यु टु मिल प्रेप। यसले तपाईँलाई केही पर्सपेक्टिभ पनि दिन सक्छ। फर्स्टमा मैले बिटरुट जुस खाएँ, आइस ब्लक सन्डे बनाउँछु र आज चाहिँ ट्युसडे होला बाई द वे। त्यसपछि उसिनेको अन्डा खाएँ, उसिनेको अन्डा पनि मैले सन्डे नै 8-9 वटा उसिनेर राखिसकेको थिएँ, धेरै सजिलो भयो। त्यसपछि चाहिँ मैले कफी किन्न गएँ, कफी खान मन लागेर, तर घर आएर मैले यही ओभरनाइट भिजाएको ओट्स पहिला खाएँ। आज चाहिँ म दिनभरि घर बसेर पढ्नु थियो, सो अफिस पनि नगइकन काममा पनि नगइकन मैले काम यो आफ्नो लेखाइको काम भ्याएको हो। बाई द वे इफ यु डोन्ट नो, आई एम अ पिएचडी स्टुडेन्ट, आई एम अ फुल टाइम पिएचडी स्टुडेन्ट एन्ड आई हेभ टु स्टडी अ लट। अनि यसरी भयङ्कर तरिकाले म पढ्ने भनेको चाहिँ पिएचडीको डेडलाइनको डेट्सहरू नजिकै छ भने चाहिँ तपाईँले मलाई लगभग दिनमा 8-9 घन्टा नै पढेको पाउनुहुन्छ। त्यसपछि मैले लन्च गरेँ, लन्च चाहिँ 2 बजीतिर गरेँ। तर तपाईँलाई थाहा छ होला, खाना खानुभन्दा अगाडि फर्स्टमा चाहिँ म गाजरको स्यालेड खान्छु अरू कुनै पनि किसिमको स्यालेड खान्छु, किनभने हामीले अहिले फुड सिक्वेन्सिङ सिक्दैछौँ। सो गाजरको स्यालेड खाएर त्यसपछि म चाहिँ मामतर्फ लागेँ। र तपाईँले नोटिस गर्नुभयो होला, आज माम छैन, आज राइस केही पनि छैन, आज किनुवा हो। किनुवा, साग, काउली, यो छोपको अचार र यो ड्रमस्टिक। र तपाईँलाई याद छ होला, यो सबै मैले सन्डे बनाएर राख्छु। सो कन्टेक्स्टको लागि आज ट्युसडे हो र मैले यो सबै कुरा सन्डे बनाएर राखेको हो। ओट्स पनि सन्डे नै बनेको थियो, अन्डा पनि सन्डे नै बनेको थियो र सबै कुरा नै सन्डे बनेको थियो। त्यो आइडियली यो मेरो डेडलाइनको बेला ओर काममा गएको बेला त किचनै छुन पनि परेन। यो चाहिँ वाटर काउन्ट आई थिङ्क 4 हो। भर्खर पढेर थकित भएर नुहाएर आएर अनि फेरि पानी खाएको मैले। यो अब मेरो वाटर काउन्ट नम्बर 5 हो। दिनभरि पढ्दाखेरि चाहिँ केही एक्सर्साइज नगरे तापनि हाइड्रेटेड चाहिँ हुनपर्छ। सो यो चाहिँ मैले ग्रिक योगर्ट खाएँ स्न्याक्सको लागि। यो चाहिँ मेरो एक्सर्साइज गर्नुभन्दा अगाडि नै मैले ग्रिक योगर्ट खाएँ। त्यसपछि मैले एक्सर्साइज गरेँ। एक्सर्साइज गरिसकेपछि चाहिँ मैले खाएको मात्र भिडियो आइरहेको छ। एक्सर्साइज गरिसकेपछि चाहिँ मैले डिनर गरेँ। डिनरमा चाहिँ सन्डे बनाएको यो तपाईँले याद गर्नुभयो होला, आई लभ मुङको रोटी अनि सन्डे नै बनाएको चिकन। सो आइडियली तपाईँले हेर्नुभयो भने नि आज ट्युसडे हो र म भान्सा छिर्नै परेन। मैले मिल प्रेपलाई जे बनाएको थिएँ त्यही कुराहरू मात्र खाएँ। डेडलाइनको बेला चाहिँ अरू काहीँ पनि नचलाएर खुरुकन काम मात्र